यस्तो भुत्ते बनाएका छन्। अन्त के गर्नु साह्रो छन् हो, लाउनु साह्रो छन्, टाइम लाग्छ। धार बिग्रिन्छ, के गर्नु अब। सिस्टम छ। बहुत टाइम लाग्नेछ। फिलहाल रेती चाहिँ लगाइसकेँ मैले अब हो। अब काम गर्नु स्टार्ट। के गर्नु यस्तो छ, टल्काएर लगाइदिएको छु, बेसी लगाइदिएँ हो। काम चलाऊ फेरि लगाइदिएँ। धेरै लामो लाउँदाखेरि टाइम जाने होइन, स्थिति त्यो आयो, कुरा त्यो आयो। के गर्नु अब, के बनाउनु भन्दा म देखाउँदैछु नि के बनाउनु रहेछ। ल यस्तो भएर डाङडुङ मक्केको छ, हेरिहाल्नु है। बाङबुङ गएको छ यो डल्लै। यो माथिको सिउडी चाहिँ बनाउनु पर्छ। अघि मैले रेती चाहिँ त्यसको लागि लगाएको। यो काठपाट यहाँ निकालिसक्यो, यो चाहिँ छ। अब यो चाहिँ बनाउनु पऱ्यो फेरि। ऊ माथि चाहिँ चट्टे पार बनाउनु पऱ्यो। कुहिएको त्यस्तो छ, ऊ माथि माथि कुहिएको हेरिहाल्नु, त्यस्तो भइरहेको छ, सब कुहिएको छ। अब यो चाहिँ 16-17 सालमा चाहिँ यसरी कुदो रहेछ। अब के गर्नु, बनाउँदैछु। ला सिँढी बनाइ हुँदैछ। सिँढी बनाइ अघि भत्किएको देखाएको खोलेर यहाँ भयो, भर्खर मरेर 2 स्टेप चाहिँ बनाइसकेँ। अब यो छ 3 स्टेप, यति नै हो क्या। खै त्यो काट्दे। अब यहाँ हाल्दै जाँदै बनाउँदै एकदम के गर्नु, यस्तै छ। 15-16 वर्षमा त मक्किहाल्दो रहेछ। पिस लाउँदैछ, गर्दै लम्बा लम्बा भयो, बनाउनु पर्ने भयो, काट्दै